फेरि पनि हामी पिटिईको रिडिङ सेक्सनको डायग्राम डपको अर्को क्वेसन सल्भ गर्न गइरहेका छौँ र चाहिँ विद्यार्थीहरूले जनरली मिस्टेक गर्ने र रङ चोइस गर्ने कुरालाई दूर हटाउनको लागि चाहिँ हामीले पिटी इन्स्ट्रक्टर गोपाल खड्का सरलाई चाहिँ निम्त्याएका छौँ र हाम्रो यो टेस्ट आज चाहिँ सरको भाइ गरेर चाहिँ हामी विद्यार्थी कहाँनिर मिस्टेक गर्छौँ कहाँनिर चाहिँ सही गर्ने भन्ने विषयको चाहिँ सरले चाहिँ सोल्युसन दिँदै हुनुहुन्छ। म सुरु गर्न गइरहेको सर। जस्तो सर फर्स्ट ब्ल्याङ्कमा चाहिँ वाइलपछि चाहिँ सबैले चाहिँ को चोइस भनेको आइएनजी फर्म हुन्छ सर। हजुर, प्रायः त्यस्तो हुन्छ ग्रामर अथवा अरू युट्युब च्यानलतिर अथवा चाहिँ विद्यार्थी पढ्दाखेरि चाहिँ प्रायः वाइलपछि आइएनजी हुन्छ भनेर चाहिँ प्रायः आइएनजी लगाइरहेको हुन्छ। यस्तो टाइपको क्वेसनलाई चाहिँ सर कसरी ट्याकल गर्ने हो? पहिले त सर्वप्रथम सबै विद्यार्थीहरूलाई वेलकम भन्न चाहन्छु। त्यसरी एउटै रुल सबै ठाउँमा लाग्छ भन्ने हामीले सोच्नु हुँदैन। हामीले के पनि हेर्नुपर्छ, अगाडिको ओड मात्रै होइन, हामीले पछाडिको कन्टेक्स्ट पनि हेर्नुपर्छ। अब यहाँ हेर्दाखेरि तपाईँ अप्सनमा हेर्नुहोस् त, कहीँ आइएनजी देख्नुभयो छैन, त्यसो भए त्यो अगाडिको वाइल ओडले लिने ओड भन्दा पनि पछाडिको बिजनेसेस यहाँ हेर्नुहोस् प्लुरल जसमा इएस लागेको छ। अब हेर्नुहोस् त्यो प्लुरलको चाहिँ के छ भने स्पेसिफायर अथवा त्यसलाई चाहिँ स्पेसिफाई गर्ने कुन ओर्डरहरू छन् त, हामी त्यसमा जाउँ। अब यसमा मिल्ने दुईटा अप्सन देख्दैछु म यहाँ हेर्दाखेरि, एउटा फ्यु एउटा मेनी। र फ्यु भनेको तपाईँको एकदमै थोरै भन्ने जनाउँछ भने मेनी भनेको धेरै हुन्छ। अब मेनी बिजनेसेस स्ट्रगल टु एडाप्ट इन टुडेज कम्पिटेटिभ मार्केट भन्ने बित्तिकै धेरै कम्पनीहरू छन् मार्केटमा जो चाहिँ एकअर्काप्रति चाहिँ कम्पिटिसन गरिरहेका छन्। फ्यु बिजनेसेस स्ट्रगल टु एडाप्ट इन टुडेज कम्पिटेटिभ मार्केट भन्दाखेरि अलिक सुन्दा पनि अड लाग्ने एउटा कन्टेक्स्चुअल मिनिङ भएन। यसले चाहिँ सबभन्दा बढी केले चाहिँ तानिरहेको छ भन्दाखेरि यो बिजनेसेसलाई चाहिँ चुम्बकले जस्तै यो मेनी भन्ने कन्टेक्स्ट अनुसार हामी त्यहाँ राख्न सक्छौँ। अब हेर्दै जाउँ यसको कन्टेक्स्ट अनुसार मिल्छ मिल्दैन पछाडिका अप्सनहरू। नेक्स्टमा सर जस्तो वाइल मेनी बिजनेसेस स्ट्रगल टु एडाप्ट टुडे कम्पिटेटिभ मार्केट ओन्ली ड्यास हायर म्यानेज टु बी ड्यास। जस्तो सर ओन्ली अ छ होइन, यहाँ जस्तो हाम्रो लट छ होइन, अलट अफ भन्ने त लोकेसन जस्तो हुन्छ। जनरली विद्यार्थीहरू चाहिँ कस्तो गर्छन् भनेपछि अ छ अनि लट हुन्छ भनेपछि अलट अफ भन्ने जस्तो गर्छन् सर होइन। अब यसमा चाहिँ हाम्रो खास ग्रामरको रुल अथवा कुनै टेक्निक अथवा यस्तोलाई कसरी ट्याकल गर्ने यसमा हजुरको के छ सर? हजुरले भन्न खोज्नु भएको कुरा सही हो। जस्तो तपाईँको अ लट मात्रै नहेरेर हामी अगाडि ओन्ली पनि छ भनेर बुझौँ। त्यो मेनी बिजनेसेस स्ट्रगल टु एडाप्ट इन टुडेज कम्पिटेटिभ मार्केट ओन्ली अ फ्यु, यो पनि एउटा कोलोकेसन हो। हामीले अलटलाई हेर्दैन, ओन्ली अ फ्यु किन त्यस्तो हुन्छ जस्तो लाग्छ भने त्यहाँ मेनी बिजनेसेस भनेर धेरैवटालाई जनाएको छ अनि ती मध्येका केही कम्पनीहरू भनेर ओन्ली अ फ्यु ह्याभ, यहाँ ह्याभ पनि हेर्नुपर्छ हामीले। यो पछाडि तपाईँको सब्जेक्ट भर्ब एग्रिमेन्ट मिल्छ कि मिल्दैन त्यसलाई पनि ध्यान दिनुपर्छ। त्यसैले यहाँ सब्जेक्टमा प्लुरलाइजेसन गरेर यहाँ ह्याभसँग एग्रिमेन्ट गर्दै हामी अगाडि बढ्नुपर्छ र कन्टेक्स्चुअल मिनिङलाई पनि ठ्याक्कै हेर्दाखेरि अगाडि मेनी हुँदाखेरि त्यो मध्येमा केही भन्ने जनाउनको लागि ओन्ली अ फ्यु ठिक हुन्छ जस्तो लाग्छ। जस्तो सर अब त्यसपछि पनि अझै पनि यहाँ पनि जस्तो सर हायर म्यानेज टुले टाइप र चाहिँ फेसिलिटी जस्तो दुइटै उस्तै मिनिङ टाइपको दिने सेन्स भयो सर। अब यस्तो दुईवटा क्वेसनहरू चाहिँ दुईवटा चाहिँ चोइस भइसकेपछि सर अब ठ्याक्कै एउटा चोइस गर्न चाहिँ अलिकति गाह्रो पर्छ विद्यार्थीलाई, अलिकति चाहिँ पजलिङ टाइपको भयो सर। अब यस्तोमा चाहिँ कसरी चाहिँ अब कुनलाई चाहिँ चोइस गर्ने सर अलिकति गाह्रो, यसमा के छ सर? अब जस्तो हामी एकदम यसो कन्टेक्स्ट हेर्दाखेरि धेरैबाट हामी थोरैमा आउँदैछौँ। यहाँ चाहिँ के हुँदैछ भन्दाखेरि मेनी बिजनेसेसबाट चाहिँ हामी ओन्ली अ फ्यु चाहिँ के छन्, तिनीहरू एकअर्काप्रति प्रतिस्पर्धी छन् र जसले चाहिँ के गरिरहेका छन्, कोसिस गरिरहेका छन् टु गेट द प्रोस्पेरिटी, टु गेट द
हाइएस्ट मोमेन्ट अफ बिजनेस ट्रान्जेक्सन गर्न खोजिरहेका छन्, उनीहरूले चाहिँ एकअर्काप्रति चाहिँ व्यापार बढाउन खोजिरहेका छन् भन्ने हिसाबमा मेरो मेरो बुझाइको त्यो अर्थ जान्छ। त्यसैले यसमा म देख्छु मैले चाहिँ त्यस्तो कुनै त्यो थ्राइभ भन्नाले त्यो प्रयास गरेको जस्तो बुझिन्छ र मसँग त्यस्तो केही कन्फ्युजन छ जस्तो लाग्दैन। त्यसैले म चाहिँ यसमा तपाईँको थ्राइभ जान्छु। अब फेसिलिटेट भनेको त अर्कालाई गर्ने सहयोग हो नि त, अर्कालाई गर्नु किन आवश्यक छ र? बिजनेस आफू बिचमा कम्पिटिसन भइरहेको छ भने म चाहिँ देख्छु तपाईँको थ्राइभ उनीहरू आफै कम्पिटिसन गरिरहेका छन्। त्यो थ्राइभ चाहिँ यहाँ लग गरिदिन्छ सर। So those that succeed often work alongside innovation partner who help भनेपछि growth through the collaboration and share the resources भनेपछि हजुरले भर्खर भने जस्तो अर्काले चाहिँ सहयोग गर्ने कुरामा चाहिँ फेसिलिटेट टाइपको हुन्छ भन्ने कुराले गर्दाखेरि चाहिँ यसमा चाहिँ फेसिलिटेट भयो सर है। अब मैले अर्को कुरा जोड्न सर, मैले अलिक अर्को कुरा जोड्न चाहे। यहाँ तपाईँको म्यानेज प्लस 2 प्लस V1 पनि हेर्नुपर्छ जस्तो लाग्यो। अनि त्यस पछाडि हामी growth through the collaboration and share resources, living in such environment requires not only resilience but also the ability to adapt and work effectively others जस्तो। अब यसमा पनि विद्यार्थीलाई सर दुईटा चोइस आउँछ, एलोङ साइड अदर्स कि विथ अदर। अब यसमा चाहिँ चोइस कसरी गर्ने? हो म यहाँ माथिबाटै जोड्दै आएँ। जस्तो हु हेल्प भन्ने हुन्छ नि, हु हेल्प भन्ने बित्तिकै तपाईँ अरूलाई सहयोग गर्ने कुरा छ। अब यहाँ कसले सहयोग गर्छ भन्दाखेरि दोज द्याट सक्सेड अफन वर्क अलोङसाइड इनोभेटिभ पार्टनर्स। अरू पार्टनर खोज्यो भने त्यो बिजनेसलाई चाहिँ के गर्छ भन्दाखेरि हेल्प गर्छ। के गर्न भन्दाखेरि फेसिलिटेट गरेर ग्रोथ थ्रु कोलाबोरेसन, एकअर्काप्रति कोलाबोरेसन गरेर सेयर्ड रिसोर्सेस गरेर। थ्राइभिङ इन सच environments requires not only resilience but also the ability to adapt and work effectively others भनिसकेपछि उनीहरू सँगसँगै भन्न सँगसँगै विथ पनि हुन सक्छ यस्तो अवस्थामा, किन कन्फ्युज हुन सक्छ। तर विथ ले भन्ने कि सँगसँगै जाँदा भन्ने। त्यसैले यसमा चाहिँ सँगसँगैको अर्थमा चाहिँ तपाईँको अलोङ साइड म चाहिँ प्रिपोजिसन देख्छु। एकअर्का प्रति चाहिँ सबैजना मिलेर जाने हिसाबमा चाहिँ मैले अलोङ साइडलाई चाहिँ मोर एप्रोप्रिएट देख्छु अरूभन्दा। सर केही छ अरू? होइन सर भइसक्यो। अब अरू नेक्स्ट चाहिँ सिरिजको लागि कुनै त्यस्तो कमेन्ट छ भने, कुनै हामीसँग कमेन्ट छ र अझ नबुझेको कुरा छ भने तल कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नुहोला, लाइक बटन थिच्नुहोला। कमेन्ट अल द बेस्ट। थ्याङ्क यू।